हेलो एभ्रिवान, नमस्ते, इट्स मी खुसी सुनुवार। अनि आज चाहिँ हामी साकेला जान लागिरहेछौँ। आज चाहिँ के भन्छ तिनकुनेमा साकेला रहेछ, त्यही भएको कारणले हामी जान लागिरहेछौँ। आज चाहिँ हाम्रो तीनैजना झोले ग्याङको ग्रुप मेम्बरहरू छौँ। म अनि हाई नमस्ते, आफ्नो नाम भन्ने के। अनि अहिले चाहिँ हामी हुन चाहिँ छिटै नै रेडी भइरहेको थियौँ। अनि अहिले चाहिँ खै के गरेर निस्किनै ढिलो भयो, त्यही भएको कारणले गर्दा हामी बस्नु पर्यो। जाँदैछौँ अहिले चाहिँ म हजुरहरूलाई। अहिलेको हाम्रो अवस्था चाहिँ यस्तो भएको छ गर्मीले। हामी गाडीमा बसिरहेछौँ, त्यही पनि बरु अझै शीतल भइरहेको थियो। अहिले चाहिँ हामी साटो बाटो आएर पनि फेरि गाडी चढिसकिसक्यौँ। गर्मीले आयो हालत खराब गराइदिइरहेछ। हेरौँ, झन् झन् गर्मी हुँदै गइरहेछ। अहिले चाहिँ हामी आइपुगिसकिसक्यौँ। आइपुग्न चाहिँ तर खै हालत चाहिँ खराब भइरहेछ। गर्मी यस्तो छ, घाम यस्तो धेरै छ हो, त्यही भएर नि गाह्रो चाहिँ गाह्रो भइरहेछ। खोइ मैले सुसेसको झन्डा नै देखिरहेको छैन। हामी चाहिँ आइपुग्न चाहिँ तर खोइ सुनुवारहरू नै कोही देख्दैनौँ, हाम्रो कास्टहरू नै नाचेको नै देख्दैनौँ। अब एकचोटि घुमेर हेरौँ अनि त्यसपछि हुन्छ होला फेरि। अनि अहिलेको स्थिति चाहिँ यस्तो छ, सुरु भएको छैन मलाई लागिरहेछ। सकेभर धेरै छैन। यति मान्छे छ अहिले हेर्दै जाउँ कति देखिन्छ। अहिले चाहिँ हामी अल्छी गर्दै घुमिरहेछौँ। खासमा चाहिँ हामी अल्छे पार्टी हो। अनि आज चाहिँ खासै सुनुवारहरूको छैन जस्तो लागिरहेछ, किनभने सुनुवार कम्युनिटीको मान्छे त्यति आउनु भएको छैन। अनि हामी मात्र भइरहेछौँ अहिले चाहिँ। अनि हाम्रो ग्रुपहरू 1-2जना आउँदै हुनुहुन्छ अरे, त्यही भएको कारणले हामी चाहिँ यिनीहरूलाई जाँदैछौँ। अब यस्तै छ, घामले पोलेर पुरा बिजोग बनाइरहेछ हो। अनि बनाएको अनि अहिले चाहिँ यहाँको माहौल चाहिँ अघि हामी आएको भन्दा चाहिँ एकदम धेरै उयो भयो। हामी चाहिँ कोटेश्वरबाट चढ्ने गाडी भनेर कोटेश्वर आउँदैछौँ हो। कोटेश्वर आउँदै बाटोमा छौँ तिनकुने र कोटेश्वरको बिचमा, किनभने यिनीहरूलाई मङ्गल बजार गएर फोटो खिच्नु पर्नेछ।
म चाहिँ घर जाने हो। त्यो भएको कारणले हामी लगनखेल जाने गाडीमा चढ्छौँ अनि म साटो बाटोमा झर्छु, उनीहरू लगनखेल जान्छ।